छु म अहिले त्यो उल्टो घरमा आएर थोरै कुरा गर्दैछु। एकजना मान्छे रहेछन् अनि एउटा चरो रहेछ। फुत्रुङ फुत्रुङ चरो उफ्रेर चाहिँ एक ठाउँमा जाँदो रहेछ, बस्दो रहेछ। एकजना मान्छेले चाहिँ त्यो किरा फटेङ्ग्राहरू टिप्दा रहेछन्। यो के टिपेको भन्दाखेरि यो म बजारमा लगेर बेच्नुपर्ने छ, बेच्दाखेरि यो केही पैसा आउँछ र त्यसले म केही उन्नति प्रगति गर्छु भनेर छ। अनि त्यो किरा फटेङ्ग्रा टिपेको देखेर एकजना मान्छेले यो किन टिपेको, के गर्ने भन्दा म बजार लिएर जान्छु। बजार लिएर पनि गएछ, एउटा सानो पोको झन्डाएर बजार लिएर जाँदा एउटा रुखमा चाहिँ चराहरू बसिराखेका रहेछन्। सबै चरा उडेर गए, एउटा चाहिँ अल्छी गरेर बसिराखेको रहेछ। त्यो चराले सोधेछ यो के ल्याएको भन्दा यो मैले किरा फटेङ्ग्रा ल्याएको। के को लागि भन्दा यो चराहरूलाई खुवाउनको लागि। चराहरूलाई खुवाएर यो चराहरूले खाइसके पछाडि मलाई पैसा मिल्छ। पैसा मिलिसकेपछि म बजारमा गएर केही प्वाखहरू किनेर लिएर जान्छु र अरूलाई बेच्छु, विद्यार्थीहरूलाई बेच्छु भनेछ। त्यो चराले के भनेछ, अल्छी चरा म यहाँ बसिराखेको छु, लो मेरो प्वाख तपाईँ लिएर जानुहोस् एउटा, त्यो प्वाख लिएर जानुहोस् र मलाई त्यो किरा फटेर खान दिनुहोस्, म यहाँ बसी बसी खान्छु, आज म बाहिर चर्न केही पनि जाँदिनँ भनेछ। त्यसरी खायो, त्यो ठिकै छ भने त्यो प्वाख लिएर गएर विद्यार्थी स्कुलमा लिएर गएर त्यो प्वाख बेचे। विद्यार्थीहरूले त त्यो प्वाख किन्छन्, जतनले राख्छन्, केही सजाउँछन्। त्यसपछि भोलिपल्ट पनि आएछ, ल आज के ल्याउनु भन्दा किरा फटेङ्ग्रा ल्याएको छु, आज पनि मलाई अल्छी लागेको छ भनेछ। त्यसो गर्दै 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 उसले एउटा एउटा प्वाख निकाल्दै त्यो चरो नाङ्गै भएछ अरे। अनि लास्टको दिनमा त फेरि त्यो मान्छेले त लिएर आयो किरा फटेङ्ग्रा। अब म केही दिउँ भने मसँग केही पनि छैन, अब म के दिउँ त भनेर त्यत्तिकै त्यो भोकाले मरेछ अरे। त्यस कारणले अल्छी गर्नु हुँदैन। जब अरू चराहरू उसको आहारा खोजेर जान थाले तर ऊ चाहिँ अल्छी लागेर अर्काको भरमा पर्ने भयो। त्यस कारणले अर्काको भर पर्नु हुँदैन, आफ्ना भरमा के गर्नुपर्ने हुन्छ त्यो गरिसकेर आफैले उन्नति प्रगति गर्नुपर्ने हुन्छ। त्यो चराको जस्तो त्यो एउटा केही पनि छैन, सबै भुत्ला जति उसले बेचेर खाइसकिहाल्यो, बस्दा बस्दै खाइसकिहाल्यो। भरे अब केही पनि छैन, उडेर जाउँ त उड्ने साधन छैन, अब कसैले ल्याइदिँदैन, किरा फटेङ्ग्रा पनि आउँदैन। त्यसले गर्दा अल्छी गऱ्यो भने उन्नति प्रगति केही पनि हुँदैन, केही काम गर्नै पर्ने हुन्छ। चराको जस्तो प्वाख जम्मै भुत्ला उखेलेर फ्याँकिसक्ने हो भनेदेखि हामी त्यहीँ कुहिएर मर्नेछौँ। त्यस कारणले उन्नति गर्नुपर्ने हुन्छ भनेर सानो सन्देश मैले दिएको छु। कस्तो लाग्यो हजुरहरूलाई? म मिक्लाजुङमा आइपुगेको छु। यहाँको दृश्य थोरै तपाईँहरूले हेरिदिनु होला है त, उल्टा घरको।